नमस्कार। ताजा ब्रेकिङ न्युजहरूको लागि हामीलाई फलो गरेर हामीसँग जोडिनुहोला। 3 घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लङ्घन। गोलाबारी लगत्तै भारतको चेतावनी, यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ। भारत पाकिस्तान युद्धबारे भारतीय महानायकले फेसबुक पोस्ट मार्फत पाकिस्तानलाई दिए चेतावनी। अब सुन्नुहोस् पुरा समाचार। भारत र पाकिस्तान बीच शनिबार साँझ 5 बजेदेखि युद्धविराम लागू भए पनि त्यसको 3 घण्टापछि पाकिस्तानले युद्धविराम उल्लङ्घन गरेको छ। सञ्चार माध्यमहरूका अनुसार राजौरीमा गोलीबारी गरिएको छ भने उधमपुरमा ड्रोन आक्रमण भएको छ। जम्मू कश्मीरका मुख्यमन्त्री अमर अब्दुल्लाहले भने यो कस्तो प्रकारको युद्धविराम हो। श्रीनगरमा विस्फोटका आवाजहरू सुनिएका छन्। गोलीबारी लगत्तै भारतको चेतावनी। पाकिस्तानले 3 घण्टा नबित्दै युद्धविराम सम्झौताको उल्लङ्घन गरेको आरोप भारतले लगाएको छ। भारतीय विदेश सचिव विक्रम मिश्रले राति 11 बजे पत्रकार सम्मेलन गरी सो प्रतिक्रिया दिएका हुन्। पत्रकार सम्मेलनमा उनले भने पाकिस्तानले पछिल्ला केही घण्टादेखि युद्धविराम सम्झौताको उल्लङ्घन गरिरहेको छ। भारतीय सेनाले आक्रमणको जवाब दिइरहेको छ र त्यसको सामना गरिरहेको छ। यो आक्रमण अत्यन्तै निन्दनीय छ। यसको लागि पाकिस्तान जिम्मेवार छ। पाकिस्तानले भारतीय सीमामा प्रवेश गर्न चाहेको समेत मिश्रले बताए। उनले आफूहरूले पनि भारतीय सेनालाई आक्रमणका लागि स्वतन्त्रता दिएको बताएका छन्। हामी विश्वास गर्छौँ कि पाकिस्तानले परिस्थितिलाई स्पष्ट रूपमा बुझ्नुपर्छ र यो आक्रमण रोक्न तुरुन्तै र उपयुक्त कदम चाल्नुपर्छ, उनले भने। विदेश सचिव मिश्रले भारतीय सेनाले परिस्थितिमाथि नजिकबाट निगरानी गरिरहेको समेत बताए। र भारतीय महानायक अमिताभ बच्चनले फेसबुकमा लेख्छन्, बिदा मनाउँदै गर्दा त्यस राक्षसले निर्दोष श्रीमान श्रीमतीलाई बाहिर तानेर श्रीमानलाई नाङ्गो बनाएर उसको धर्मको पूर्ति गरेपछि जब उसलाई गोली हान्न लाग्यो तब श्रीमतीले घुँडा टेकेर रोई रोई अनुरोध गरिन्, मेरो श्रीमानलाई नमार। तर त्यो कायर राक्षसले अत्यन्तै निर्दयताका साथ श्रीमानलाई गोली हानेर श्रीमतीलाई विधवा बनाइदियो। जब श्रीमतीले भनिन् मलाई पनि मारिदे, त्यो राक्षसले भन्यो होइन त जा, डडडटलाई भन्। छोरीको मानसिक अवस्थाको सम्झनामा पूज्य बुवाको कविता सम्झना आयो। मानौ त्यो छोरीको डडडट कोमा गइन् र भनिन्, चिताको खरानीले माग्दछौँ सिन्दुर यो संसारसँग। बाबुजीको कविता। त्यसपछि डडडटले सिन्दुर दिइयो, अपरेसन सिन्दुर। जय हिन्द की सेना। त कहिल्यै नथाम, त कहिल्यै नमोड, त कहिल्यै नजुक। ले शपथ, ले शपथ, ले शपथ। अग्निपथ, अग्निपथ, अग्निपथ। यस्तै अपडेटको लागि हामीलाई फलो गर्नुहोला। धन्यवाद।